पुर्याउने हो अनि हाम्रो सामान पनि ल्याउनु छ ल है अब तपाईले बाटोमा भिडियो देखाउँदै हुनुहुन्छ सो हेलो गाइस वेलकम टु माई न्यू भिडियो आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु म चाहिँ अहिले कोठामा जान लाग्यो यत्रो मान्छे म चाहिँ कोठामा काम परेर कोठामा जान लाग्यो त्यही भएर मैले चाहिँ अहिले भिडियो एक बेला भिडियो बनाइदिनु न त हैन अस्ति शनिबारदेखि भन्दा यताको भिडियो बनाएकै थिएन नि त मैले त्यही भएर शनिबार मात्रै हो अनि आइतबार भोलि पर्सि फेरि भिडियो हाल्नलाई नि भिडियो छैन भनेर भिडियो चट्ट हालिदिएको मैले चाहिँ कस्तो लागेको छ भिडियो भनिदिनु होला कमेन्ट गरिदिनु मलाई अहिले मान्छेहरू कति गाडीहरू बाइक हातमा पुगी बिस्तारै चलाउने मन लाग्दैन क्या त्यही भएर रफ्तार चलाइदिन्छु म चाहिँ बाटोको भ्यू हेरौँ एकचोटि अनि म त अहिले घुम पुगेर बोल्नेछु तपाईँहरूसँग म कति रफ्तार आएको डरै लाग्ने ए साइकल त के हो यहाँ मामाहरू कता हो मुस्कुराउँदै हिँड्नु भयो मामाहरू अहिले त ढुक्क केही छैन लाइसेन्स सब छ डरै लाग्दैन लाइसेन्स नहुँदा त टाढाबाट देख्दा नि डर लाग्दैन एकैचोटि त्यही भएर अहिले चाहिँ लाइसेन्स चाहिँ ढुक्क हिँड्ने नि केही नहुने क्या के नलाग्ने किनकि समात्यो भन्ने लाइसेन्स देखाउनु मिल्यो नि त मैले अब म चाहिँ पहिले कहाँ जाम भनेपछि साथीकोमा जान्छु क्या कर रहा है ओए कति नहीं है क्या अच्छा है अच्छा मेरो भाउजू हो अनि उता मेरो भतिजा हो ममा खेलेर बसेर रहेछ दाइ कहाँ जानुभयो दाइ भित्रै होला है के गर्यो अरे हिँड्न सामान सब आयो लङ्गै मिला उस भाइ बोल्ला उ तेरी हाले त बोल्ला dari nido susah do ba ani nido ba ngan da shi la ngan ni sai unang na ni zo halong da da goi mo eh to कहाँ आउने हो घर बस्नु पर्दैन घर जाऊ म गयो यहाँ चाहिँ दाइ भाउजू भतिजा चाहिँ आज चाहिँ दाइ बिरामी भएर के भएको काम पनि आउनु भएन त्यही भएर यसो हालचाल यसो सोध्न आएको कि म चाहिँ त्यसो कस्तो छ भनेर सोध्न आएको फेरि अहिले त्यहाँ ग्यारेजमा नि दाइहरूले सोध्छ कि तिम्रो दाइले कस्तो छ के छ भनेर सोध्छ त्यही भएर सिक्दिएको म चाहिँ यता आउने बेलामा यहाँ चाहिँ नयाँ गाउँतिर हो हामी यस्तो रफ हानिदिनु ल म तपाईँहरूलाई फेरि पनि साथी घर पुगेर मात्रै बोल्नेछु है त्यहाँ छोडेर त्यहाँ निस्किस म बच्चाहरूको चिनेको डराउने तरिकाले दौडी हिजो मैले भिडियो हालेको छ भिडियोमा त्यो भिडियोमा पनि यसो लाइक कमेन्ट सेयर गरिदिनु होला हिजोको भिडियो पनि हेरिदिनु भयो होला कि नै तपाईँहरूलाई हिजोको भिडियो हेरेर नि माया गरिदिनुहोस् मलाई म चाहिँ साथीहरूमा कलकत्ता हो थाहा नै नभइकन आउँछ म चाहिँ यहाँ दाइकोमा आइसकेँ साथी चाहिँ उताबाट भान्जा लिएर रहेछ त्यो प्रकारले
अन्जेल मलाई हेरेर बसिरहेको आयो हे भान्जी उठ्यो स्कुल जानु पर्दैन ए हो हाले ल यो काक्रो रे लाजियो चे बहुत उडाइयो ल गयो म पछि म घर जानु छु आफ्नो रुम मेरो रुममा जानु छ अब फेरि रुममा जानु छ पहिला चाहिँ केही दिन खाली थियो अहिले यत्रो घर बनाइसकेको थियो मान्छेले हामीले पो केही गर्न सकेन हिँडेको मात्रै के गर्ने ए कसले कुदेको बाबु डाइरेक्ट कति दौडाएको भने गाली गर्छ त्यही भएर कति नदौडाएको होइन त्यही भएर बिस्तारै हिँड्छु म नत्र फेरि डाइरेक्ट गाली गर्छ भ्लग बनाउने हिँडेको मान्छे कति स्पिड चलाएको भनेर त्यही भएर म सुस्तै हिँड्छु गर्छु सुस्तै हिँडेर सुस्तै पुगोस् दाइको बाइक बबल चाहिँ फेरि पिकअप पनि डेन्जर दिन्छ अब तेल पनि माइलेज पनि डेन्जर माइलेज दिने रहेछ क्या दाइ यो यामाहा कम्पनीको बाइक राम्रो रिसर्च दिएको छ पिपिप खोइ आएको छैन आउन त बोलौँ भने केही बोल्न केही आउँदैन यहाँ बाटो बनाउनुलाई चाहिँ यो नाली बनाउला जस्तो छ रोड म चाहिँ कोठामा आइपुगेँ फाइनली कोठाबाट पैसा निकालेर जानु छ मलाई म चाहिँ एकछिन अब यहाँ बस्छु भन्ने हो हेलो फाइनल गाइस मेरो चाहिँ यहाँसम्म आउनु थियो यहीँसम्म आयो अब म अब चाहिँ यहाँ काम थियो अलिकति त्यो काम पुरा गरेर जान्छु अनि त्यसपछि फेरि काममै जान्छु है ल अहिले म यहाँदेखि निस्केर देखाउँछु तपाईँहरूलाई अन्त काठमाडौँ पैसा बढाउने रे त्यही भएर यहाँ म पैसा लिन आएको अब यहाँबाट म सिधै कहाँ अब गाडी जान्छु कि पैसा हाल्न जान्छु थाहा भएन अब त्यहाँ पुगेर देखाउँछु तपाईँलाई म कहाँ जान्छु पहिले भनेर ल है त म अहिले बाहिर निस्केको बाटोको भिडियो देखाउँदै जान्छु अब म चाहिँ निस्किन अब यहाँ एक लट भएन भनेर चाहिँ भएन एक ब्रेकै भेटेन है खुट्टा त्यही भएर हान्छु भनेको भएन झोला मेरो मिलेन क्या ल म चाहिँ निस्केको रुमबाट अब सिधै म ग्यारेज जान्छु ग्यारेजको स्टाफ आउँछ उता दाइ पनि हाम्रो च्याङको दाइ पनि मोबाइल बनाउन लाउनु अब भन्दै थियो त्यही भएर म चाहिँ उतैबाट जान्छु मोबाइल बनाउन लानु छ अरे उसको पनि लगेन भने फेरि घट्टार औ भनिदिन्छ के छ त होइन त्यो काम गर्दै हल्का ल साथी पनि भेटा थियो यहाँ त्यही भएर पहिले नि म यता बस्दा एरीको साथीहरू हो कि उता बस्दा त चिन्दैन नि त गयो यता बस्ने बेलामा चाहिँ म यहीँ आएर बस्दै जक्सन साथीहरूसँगै झुलेर बस्दै गरिदिन्थेँ यहाँबाट
अहिले चाहिँ उता जान्छु कि ग्यारेजमै बस्छु त्यही भएर हल्का भेट्दाखेरि बोलिदिएको फेरि ठुलो पल्दिएको भेट्दैन नबोल्ने भन्छ क्या त्यही भएर बोलिदिएको हल्का कति राम्री देखेको मायालाई नहेर्ने गयो यार माया भिडियोमा फेरि गाली गर्छु मलाई फेरि गाली गर्छ नत्र दुईटा सँगसँगै आउँछ त किन हो रेस खेलेरै अब यो पनि हेर्नु ओभरटेक हान्छ हो 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 उभियो त्यही दौडाइदिन्छु म चाहिँ यताबाट जान्छु यताबाट लास्ट पुस हुन्छ कि बाटो स्टेट छ दौडाउन मन लाग्यो त्यही भएर ब्रेकर बाटोमा त्यो अब सिनसिनमा ब्रेकरमा ब्रेक हान्दै त्यस्तो जाने भिडियो अलिक पुग्दैन नि त त्यही भएर यताबाट गएर 2 मिनटमा पुगिन्छ अनि फेरि मान्छेले कराउँछ यता धेरै दौडाएको त्यही भएर मैले त नदौडाएको कुकुरले पनि कराउँछ कसरी हेरिदिन्छ कुकुरले है भनेको त त्यही छैन बाइक दौडाएपछि त कुकुरले पनि लखादिन्छ कि त्यही भएर नदौडाएको सुस्त हिँड्ने त्यही भएर भनेको त्यहाँ चाहिँ गाउँ डाँडा मस्त देखिरहेको छ आज त्यस्तो मौसम छैन खुल्ला मौसम भइरहेछ गाउँ डाँडा पनि राम्रै देखिरहेछ उताबाट यताबाटै हिमालहरू पनि देखिरहेको होला अलिअलि खेल्दैछ म चाहिँ गाडी जाए पछि काम पनि छैन रहेछ हटबे गाडी जाइसक्यो होइन गाइस यिनीहरू यसो काम नगरेर मोबाइल हेरेर बसिएको रहेछ लाम्ने सम्झीले कस्तो देखाएको कपाल काटेर होइन सम्झी कपाल काटेर कस्तो देखिरहेको छ सम्झीले होइन दाइ अब खाना लाग्यो अरे हाम्रो म्यानेजर साहेब आइसक्यो ग्यारेजमा बाइक लिएर पनि आइसक्यो अब म जान्छु फेरि मोबाइल पसल अनि फेरि त्यसपछि तपाईँले भिडियो देखाउँछु नि हेर नि गाउँको डाँडा नि क्या बवाल देखिरहेको छ मौसम पनि बवाल देखिरहेको छ लाम्भ्यो छ नि भा यस्तो देखिरहेको छ होइन देख्नु बवाल देखिरहेको छ डुबै ल अब म चाहिँ खाना खान्छु अनि फेरि भ्लग बनाएर तपाईँहरूलाई म देखाउँछु ल है त बाई बाई